हेलो गाइज, वेलकम टु टिसी भ्लग। हामी जाँदैछौँ अहिले दारेको घरमा है। केटाहरू सर्ट हान्ने हो, गएर सर्ट अब गएर हामी त्यहाँ कुरा गर्छौँ। हाम्रो भाइहरूसँग हिँडिरहेछौँ होइन, टक्क मजाले। अब गएर तपाईँहरूलाई सिधै दारेको घरमा भेट्छौँ। हस् त, नमस्कार। हाम्रो बाजुले अब यहाँ पुरा मजाले गाँजा बनाइराख्नु भएको छ है, देख्न सक्नुहुन्छ। उहाँलाई हेर्न सक्नुहुन्छ, बाजुले गाँजा खाएर ल्याएको हुनुहुन्छ। खान चाहन्छौँ भने तपाईँहरू पनि आउन सक्नुहुन्छ। खै त हाम्रो कुन गाउँ के गरे यो ठाउँको नाम? गुरागाउँ नै अघि नै के पानामामा तपाईँलाई सिधै लगिन्छौँ हामी मनिषको जङ्गलमा। दारे सरसँग भेट हुँदैछ। अब हाम्रो दारे सरसँग दुई चारवटा शब्दहरू अब हाम्रो दारे सरसँग कुराकानी गर्दछौँ। हाम्रो दारे सर आइसक्नु भएको छ कि हाम्रो यहाँ बाजेर दारे सर। हाम्रो सर तपाईँको बिग फ्यान हो। हाम्रो सर लजाइराख्नु भएको छ। दारे सरको चाहिँ के छ भनेपछि हाम्रो सरलाई हेर्नुहोस्, हाम्रो सर लाजले भागिराख्नु भएको छ। अब सर, हेलो सर, कम हियर। गाइजहरू यो मान्छेलाई देखेर दङ्ग पर्नुपर्ने केही कुरा। दारे सरसँग भेटिसक्यौँ। अब हामीलाई हल्का भोक ल्याइरहेको छ, त्यसैले अब नास्ता सास्ता खिलाउनुहुन्छ भाइहरूले भन्ने आशामा छौँ। अब भाइले भन्दैछ कि जङ्गलबाट जाऊँ। ना बाबा ना, सर किङ कोब्रा दसेगा साला हुन्छ। त्यसैले अब मजाले हामी घुम्दैछौँ। हामी पनि यसो केटीहरू छ कि हेरौँ भने अब यहाँ देशी गाउँमा अब के केटी हुन्छ र त्यही त हो। अब देशी गाउँमा देशी हुन्छ। त्यसैले अब हामी जाँदैछौँ टक पलाएर, ट्याप पलाएर। 3 बजी गाउँमा आएको थियो होइन, विकास त यस्तो भइसकेको रहेछ। माको झन् पिच हेर्नु त, पिच अहिले त माको झन् पुरा पिच भइसकेको रहेछ होइन। टक्क राम्रो भइरहेको। अब पिच त पिच, त्यही त अब नेताहरूको काम। पिच भन्ने कस्तो हुन्छ भन्ने अब तपाईँहरू हेर्न सक्नुहुन्छ। पिच त पिच छ, यस्तो पिच छ हेर्नुहोस्, यस्तो पिच छ, यस्तो पिच छ, यस्तो पिच के भन्ने नि, यस्तो पिच देख्न सक्नुहुन्छ तपाईँले हाम्रो गाउँको। अब यस्तो पिच अब के भन्ने, यस्तो नेताहरूलाई अब के भन्न चाहनुहुन्छ तपाईँहरू होइन। यो मानव जङ्गलभित्र छिरिसकेको छौँ। ल यहाँ छिर्न बित्तिकै चाहिँ यहाँ हामीहरू देख्न सक्नुहुन्छ पानामा जङ्गलको एउटा ताल सानो। गाइजहरू हामी छिरिसकेको छौँ। यहाँ चाहिँ ध्यान दिएर हिँड्नुपर्ने हुन्छ। यहाँ कतै सर्प पनि हुनसक्ने छ। सेफ्टीको लागि चाहिँ हामीले एउटा भाटा समातिसकेका छौँ। यहाँ कोही बिचमा आउन सक्दैन। गाइजहरू हामीहरूको भ्लग हेर्दै राख्नु होला गाइजहरू। अब हामीलाई यस्तै कन्टिन्यू भ्लगहरू आइरहेको छ। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्दै राख्नु होला। यो गाइजहरू यो जङ्गल निकै नै ठुलो छ। यो पानामा जङ्गल भन्ने नाम पनि गाइजहरू कस्तो होइन, पानामा जङ्गल। निकै नै डरलाग्दो जङ्गल छ यो। यो जङ्गल एकचोटि घुम्न मन लागेको छ भने यो बैजनाथ 5 गुरेगाउँमा आउन सक्नुहुन्छ। र यहाँ पानामा जङ्गलकै सबैभन्दा ठुलो ल गाइजहरू, मैले तपाईँलाई के देखाउन गइरहेको थिएँ भनेपछि हाम्रो यो पानामा जङ्गलकै सबैभन्दा ठुलो र डरलाग्दो भयङ्कर यो जनावर देख्न सक्नुहुन्छ। यसले हामीलाई देखेर खै किन हो यहाँ धेरै नै डराइरहेको छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। ल यहाँ पानामा जङ्गलदेखि हाम्रो निस्किने बित्तिकै यहाँनिर हामीले केही भाइ बहिनीहरूलाई देखेका छौँ। 8 कक्षामा जिल्ला स्तरीय दिएर आइरहेका छन्। उहाँहरूलाई सोध्नेछौँ कि हामीहरू तपाईँको पेपर कस्तो जानेको? कस्तो भयो पेपर तपाईँहरू? नराम्रो थियो। तपाईँको कस्तो भयो त? ल राम्रो थियो। ल गाइजहरू देख्न सक्नुहुन्छ र यहाँ बिहाली दिएकोमा केटाहरूले कोहीले राम्रो र कोहीले नराम्रो भनेका छन्। चिचोर्न कतिको पायो भने छैन। ल गाइजहरू अर्को हामीले देखिसकेका छौँ। ल चिचोर्न पायो कि नै? कस्तो भयो इक्जाम? आजको इक्जाम राम्रो भयो। राम्रो। चिट चोर्न पायो कि नै? ल गाइजहरू देख्न सक्नुहुन्छ यहाँ यो सिसिटिभी क्यामेरा झोरेर पनि केही भएको छैन। यहाँ केटाहरूले चिट चोरेको छौँ भनिसकेका छन्। हाम्रो दिदी बहिनीहरू